धन्यवाद डाक्टर विजय सेक्सेज्यू। मानवाधिकार आन्दोलनका महारथी पद्मरत्न तुलाधर दाई र उपस्थित सम्पूर्ण अग्रजहरू र यहाँ धेरै अग्रजहरू हुनुहुन्छ मभन्दा र त्यस पछाडि कतिपय समकालीन हुनुहुन्छ, केही मात्रै अब अर्को चौथो पुस्ताको हुनुहुन्छ होला। म पनि अब म कुन पुस्तामा राखौँ भनेर अघि क्यालकुलेसन गर्दै थिएँ कि अब प्रथम पुस्ता त भन्नै मिलेन, उमेरले पनि अब कामको हिसाबले दोस्रो पुस्ता भन्दा पनि दोस्रो पुस्ताका महारथीहरू पनि हुनुहुन्छ, फेरि त्यसले यो अढाई पुस्तामा राख्नु कि जस्तो लाग्यो मलाई चाहिँ। तेस्रो भनेर फेरि धेरै पछाडिको परेर फेरि हेपिने सम्भावना भएकोले गर्दा अढाई पुस्तामा म आफूलाई राख्छु। यस अर्थमा मैले कुन अर्थमा भनेको भने प्रथम पुस्ताको या दोस्रो पुस्ताको सुरुवातको कुरा गर्न थाल्यो भने म एकदम अनभिज्ञ भएको हिसाबले मैले फेरि यो हिन्दीमा उखान जस्तो यो छोटी मुँह बढी बात जस्तो होला। त्यसैले किनभने त्यो पुस्ताको सन्दर्भमा म आफू प्रत्यक्ष रूपमा संलग्न भएर कामका अथवा त्यस्तो ऐक्यबद्धतात्मक आन्दोलनमा म आफू शारीरिक रूपमा भौतिक रूपमा संलग्न भएको छैन। त्यसको कारण भनेको पनि 36 सालको विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने सन्दर्भमा म युनियनको सभापतिमा दुईचोटि चुनिन पुग्दाखेरि चाहिँ म कैदखानामा बस्नु पर्यो। सायद त्यति बेला यो बन्दी विमोचनको सन्दर्भको कुरा उठ्दाखेरि अलिकति विलम्ब भइसकेको थियो होला। 4 वर्ष म जेलमा बस्दा राजधानीमा जे गतिविधिहरू हुन्थे ती गतिविधिहरूबाट निकै टाढा हुनु पर्थ्यो, होइन, धेरै टाढा हुनु पर्थ्यो। र 39 सालमा लेखेको एउटा निबन्ध रहेछ मैले भर्खर यो केन्द्रीय पुस्तकालयमा त्यति बेलाको गोविन्द वियोगीजीले सम्पादन गर्नुभएको एउटा कारागार वीरगञ्ज कारागारबाट लेखेको निबन्ध भर्खर मैले फेला पारेँ एउटा, होइन, मातृभूमिमा निस्केको, सायद तपाईँलाई म सेयर गर्छु। र मैले त्यति बेला म के रहेछु र अहिले म कहाँ रहेछु भन्दाखेरिको पनि एउटा सानो अडिट आफूलाई सेल्फ अडिट गर्ने पनि सन्दर्भ मिलेको थियो। साढे दोस्रो पुस्ताको हिसाबले म हेर्दाखेरि पद्मरत्न तुलाधरजीको बारेमा लामो व्याख्या होइन, तर आदरणीय दाइको बारेमा 6-7वटा कुरा मेरो आफ्नो अडिट समीक्षा र उहाँसँगको सामिप्यता निकटता हुँदाखेरिका छोटो अनुभव मात्रै म प्रस्तुत गर्छु। एक, म उहाँलाई पहिलो हिसाबले हेर्दाखेरि आई कॉल हिम एज द म्यान हु सॉ टुमोरो। भोलिको कुरा हिजो देख्ने मान्छे हो उहाँ, द म्यान हु सॉ टुमोरो। मार्टिन लुथर किङले भने जस्तै भो यो सपना त्यो शाश्वत हुने खालका सपनाहरू देख्ने व्यक्तित्व उहाँ। त्यसैले यो सपनाका सूत्रधार भनेर उहाँलाई मान्नुपर्दछ, त्यसरी चिन्नु, द म्यान हु सॉ टुमोरो। एक र अर्को चाहिँ म उहाँलाई यो सामन्ती शासन पद्धति विरुद्धको यो जेहाद एकदमै विषम परिस्थितिमा यो जेहाद छेड्ने एउटा झिल्कोको रूपमा उहाँले त इग्नाइट मात्रै गरिदिने हो, होइन, त्यो झिल्को बाल्ने एउटा अदम्य साहस र विवेक र आस्था भएको व्यक्तित्व हो। र त्यसले उहाँलाई त्यसरी नै हामीले सम्झिरहनुपर्छ, त्यसरी नै हामीले चाहिँ सम्मान गर्नुपर्दछ। किनभने त्यो परिवेशमा मैले दुईवटा कुरा भन्न खोजेको, यो अङ्ग्रेजीमा क्यानेरिज बर्ड भन्छ नि, यो कोइला खानीमा तपाईँको सुरुङ खन्दै जाँदाखेरि त्यहाँ कार्बन डाइअक्साइड कति छ त भनेर जाँच्न मान्छे पठाउँदैन कि पहिले, त्यहाँ चाहिँ क्यानेरी भन्ने चरालाई पठाउँछ। अनि त्यो चरा फर्केर आयो भने चाहिँ अब कोइला खन्न जानुपर्छ भन्ने हुन्छ। चरा फर्केर आएन भनेदेखि कार्बन डाइअक्साइड बढी भएर अक्सिजन नभएर चरा मर्यो भन्दाखेरि नेपालको अत्यन्तै विषम परिस्थितिमा निरङ्कुश शासन पद्धतिले जकडिरहेको बेला पनि अगाडि धकेल्ने र त्यो परीक्षण गर्न लाउने, त्यहाँ गएर परीक्षण, चाहे त्यो निर्वाचनको माध्यमबाट या अरू माध्यमबाट परीक्षण गर्न लाउने, अगाडि उतारिएको व्यक्तित्व क्यानेरिज बर्ड हो। तर उहाँ कार्बन डाइअक्साइडलाई पचाएर अक्सिजनमा रूपान्तरण गरेर फर्केर आएर आन्दोलन गर्न ठिक छ, त्यहाँ प्रवेश गर्न ठिक छ, त्यो सुरुङमा हामी जान सक्छौँ भनेर क्यानेरिज बर्डको भूमिका खेल्नु भएको छ। म उहाँलाई त्यो रूपमा मान्दछु। एक। तेस्रो, मानवाधिकार आन्दोलनमा दुईवटा कुराहरू मानिन्छ। एउटा, मानवाधिकार कर्मीहरूले, मानवाधिकार रक्षकहरूले कहिले पनि विवेकलाई बन्धकमा राख्दैनन् र स्वाभिमानलाई सौदाबाजी गर्दैनन्, त्यही हो मानवाधिकार। जब हामी विवेकलाई बन्धकमा राख्छौँ कुनै पनि बहानामा, कुनै पनि पृष्ठभूमिमा, र स्वाभिमान आफूमा भएको स्वाभिमानलाई सौदाबाजी गर्छौँ कुनै न कुनै हिसाबले, चाहे राजनीतिक या आर्थिक या कुनै पनि किसिमको सौदाबाजी गर्छौँ आफ्नो इन्ट्रेस्टको लागि भने त्यो मानवाधिकार कर्मी भनेर हामी आफूलाई भन्न सक्दैनौँ। त्यसको प्रतीक हो उहाँ। यी दुईवटा कुरा उहाँले कहिले पनि गर्नु भएन। उहाँले विवेकलाई कहिले पनि बन्धकमा राख्नु भएन, आस्थालाई कहिले पनि उहाँले सौदाबाजी गर्नु भएन।
He never mortgaged his conscience. त्यसको रूपमा मान्छु म। अर्को हिंसाको कुरा सन्दर्भ उठ्यो अघि है। नेल्सन मण्डेला पनि 27.5 वर्ष कैदखानामा बस्नुभयो, कैदी हुनुभयो र एमनेस्टी इन्टरनेसनलले उहाँलाई आस्थाको बन्दी भनेर कहिले पनि मानेन। हि इज अ ग्लोबल फिगर हैन, स्वतन्त्रताको विश्व सेनानी भनेर मानियो, तर he was never considered or recognized as a prisoner of conscience. The reason behind it, कुनै न कुनै बेला उहाँले आफ्नो जीवनकालमा यो स्वतन्त्रताको लागि लड्दा हिंसाको वकालत गर्नुभयो। त्यो एमनेस्टीको म्यान्डेट हो, त्यसलाई अब हामीले रूपान्तरण गर्न सक्छौँ। हाम्रो परिवेशमा अर्कै कुरा होला, तर एमनेस्टी इन्टरनेसनलको आज्ञप्ति, म्यान्डेट र जुरिस्डिक्सनले त्यो कुरा मान्छ। पद्मरत्न तुलाधरले यो सिङ्गो नेपालको राजनीतिक रूपान्तरण, मानवाधिकार आन्दोलन या स्वतन्त्रताको आन्दोलनमा मलाई म अनभिज्ञ पनि हुन सक्छु, हिंसाको वकालत गर्नुभयो जस्तो मलाई लाग्दैन हैन। उहाँ शान्तिकै पक्षधर हुनुहुन्थ्यो सधैँ, शान्तिकै रूपमा जसरी पनि शान्तिकै तपाईँको यो कोरिडोर भनौँ न त्यो म्यापिङ गर्नुभयो, त्यसैलाई नेभिगेट गर्नुभयो। त्यसैले उहाँलाई शान्तिको प्रतीकको रूपमा पनि मान्नुपर्छ। शान्ति प्रक्रिया सूत्रधार विषय मानवाधिकारवादी नेता भाजु पद्मरत्न त्यही भएर लेखेका हैन। त्यसले गर्दाखेरि त्यो एउटा पक्षलाई पनि कुनै पनि बहानामा, कुनै पनि पृष्ठभूमिमा हिंसाको वकालत नगरेको कारणले नै होला उहाँलाई एउटा शान्तिको सूत्रधार मानिएको, र त्यसैले हामी त्यसको पहिचान पनि उहाँकोलाई निरन्तरता दिउँ भन्ने मलाई लाग्छ। 2 वर्ष अगाडि म इस्टिमोर गएको थिएँ, भेरी इन्ट्रेस्टिङ दाइ। इस्टिमोर गएको थिएँ। इस्टिमोरको चाहिँ मेरो एकजना मित्र हुनुहुन्छ नोबल पिस लरेट, उहाँले निमन्त्रणा गर्नुभएको थियो यो इलेक्सन सम्बन्धी एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा चाहिँ निमन्त्रणा गर्नुभएको थियो, र त्यहाँ एकजना मित्रसँग भेट भयो फोरममा भेट भयो। उहाँको नाम चाहिँ पूर्व राष्ट्रपति जनना गुजमाओ, एकदम ठुलो तपाईँको चाहिँ गुरिल्ला वारफेयरको पनि लिडर। त्यसपछि अब एउटा भनौँ न उपनिवेशमा 23 वर्ष 24 वर्षसम्म इन्डोनेसियाको उपनिवेशको विरुद्ध लड्ने एकजना गुरिल्ला नेता जनना गुजमाओ पनि हुनुहुन्थ्यो त्यहाँ उसमा डायसमा। त्यसपछि म तल थिएँ, अनि त्यस पछाडि केही सवालहरू, त्यहाँको रूपान्तरणको सवालहरू मैले सोध्ने बित्तिकै मलाई आफै तल आएर हात तानेर माथि लानुभयो। डु यु नो मिस्टर तुलाधर भनेर। अनि मैले पुरा नाम सोधेँ भन्दाखेरि अनि मलाई नाम पनि थाहा रहेछ, पद्मरत्न PR तुलाधर भन्नुहुन्थ्यो उहाँले। PR तुलाधर भन्ने चिन्छ नेपालको भन्दाखेरि अनि मेरो उत्तर के थियो होला यहाँलाई जानकारी छ। त्यो के कारण हो भन्ने कुरा अनि मेरो नि फ्ल्यासब्याक भयो। जनना गुजमाओको रिहाइको लागि पद्मरत्न तुलाधरको नेतृत्वमा ऐक्यबद्धता आन्दोलन गरेको थियो र फिलिपिन्स मनिलामा एउटा सम्मेलन पनि गरेको थियो दाइ, र त्यो आन्दोलनको उहाँले अग्रणी गर्नुभएको थियो। भन्दाखेरि बन्दी विमोचन नेपालको मात्रै सन्दर्भ नभनेर एसियाका राजबन्दीहरूको रिहाइको लागि पनि आन्दोलनको एकदम ऐक्यबद्धता अग्रज रूपमा गर्नुभएकोमा त्यहाँको इस्टिमोरको पूर्व राष्ट्रपतिले पनि उहाँको सम्झना गर्नुभयो। तर उहाँ र मेरो बिचमा करिब 1 घन्टा संवाद भयो। माथि बसेर तानेर लानुभयो। त्यो मलाई तानेको होइन, पद्मरत्न तुलाधरलाई तानेको। पद्मरत्न तुलाधरलाई त्यो सम्मानमा तानेको एउटा नेपाली, म चाहिँ त्यहाँ पात्र मात्रै हुँ। त्यसले गर्दाखेरि त्यो सम्झँदाखेरि म कति हर्षित, कति प्रफुल्लित भएँ होला भन्दाखेरि उहाँको त्यो व्यक्तित्वलाई मैले यहाँनिर स्मरण गर्ने एउटा अवसर आज पाएको छु। अर्को उहाँको बारेमा अन्तिम रूपमा एउटा कुरा मलाई के निवेदन गर्न मन लाग्छ भने हामी मानवाधिकारका कुरा गर्छौँ, मानवाधिकार रक्षा सम्वर्धन गर्छौँ, नारा निकाल्छौँ, जुलुस निकाल्छौँ, धरना गर्छौँ, अनसन बस्छौँ, तर हाम्रो मानवाधिकारको समग्रमा हाम्रो बुझाइ चाहिँ प्रथम पुस्ताकै कुरा हुन्छ के, प्रथम पुस्ताकै सोचाइ, त्यो दर्शन, त्यो सिद्धान्त अधिकांश रूपमा हामी एकदमै हाम्रो सम्भवतः हाम्रो अध्ययन हैन, हाम्रो गहिराई, हाम्रो विश्लेषण, अहिलेको विश्व जनमत, अहिलेको संसार, अहिलेको ग्लोबल पोलिटिकल डाइनामिक्स के भइरहेको छ, राष्ट्रसङ्घ कता जाँदैछ, शान्ति प्रक्रिया कता जाँदैछ, यी सबै कुराहरू र अनि हामी कहाँ उभिएका छौँ, ग्लोबल इकोनोमीमा हामी कहाँ उभिएका छौँ, ग्लोबल पोलिटिक्समा हामी कहाँ उभिएका छौँ, हामी कहाँ उभिनुपर्छ भन्ने कुरामा हाम्रो ज्ञान अल्प ज्ञानमा हामी उभिएका छौँ। दिस जेन्टलम्यान पद्मरत्न तुलाधरसँग मेरो संवाद बेला बेला हुन्छ, कुराकानी हुँदाखेरि उहाँ चाहिँ 4.5 जेनेरेसन भनेको 4th जेनेरेसन प्लसको कुरा गर्नुहुन्छ उहाँले कि म 2.5 मा उभिएको छु, उहाँ चाहिँ 4.5 मा उभिनु भएको छ क्या।
उहाँ एकदमै अपडेटेड अहिलेको दुनियाँ अहिलेको संसारको चाहिँ एकदम अपडेटेड भर्सनमा कुरा गर्नुहुन्छ कि उहाँले। उहाँको अध्ययन, उहाँको बुझाइ होइन, मानव अधिकारको अन्तर्राष्ट्रिय सिद्धान्त, मान्यता र हाम्रो आफ्नो परिवेशले 4th जेनेरेसन प्लसको कुरा गर्नुहुन्छ उहाँले। त्यो व्यक्तित्व हो उहाँ। आई स्टिल कन्सिडर 2.5 मा अड्केको छु। कोही साथीहरू 1st जेनेरेसनमै हुनुहुन्छ होला, कोही 3rd जेनेरेसनमा, कोही 4th जेनेरेसनमा हुनुहुन्छ होला, तर 15 तुला त 4.5 जेनेरेसन। त्यसले गर्दाखेरि त्यो हिसाबले उहाँलाई हामीले सम्मान गर्नुपर्दछ। एज इज जस्ट नम्बर गेम। उमेर भनेको गन्ने मात्रै हो कि 20 वर्षमै पनि हामी सेलाएर एउटा उखान छ नि, 52 वर्षको एकजना नेपाली र अनि चाहिँ 82 वर्षको एकजना अमेरिकन हवाईजहाजमा चाहिँ न्यू दिल्लीसँगै जाँदाखेरि फेलो प्यासेन्जर भएर जाँदाखेरि अनि अमेरिकनले सोध्यो कता हिँडेको तपाईँ भनेर सोद्धाखेरि ए अब छोराछोरी नाति नातिना भइसक्यो, बाँकी जीवन चाहिँ हरिद्वारमा गएर बिताउँ भनेर हिँडेको भने। अनि तपाईँ चाहिँ कता भन्दाखेरि पछि साङ्घाई विश्वविद्यालयमा गएर चाइनिज ल्याङ्ग्वेजको फ्याकल्टीमा एडमिसन गरेँ। 10-12 वर्ष जति लाग्दो रहेछ सिक्नलाई। 82 भयो। त्यसपछि गएर बर्कले युनिभर्सिटीमा चाहिँ प्रोफेसरले चाहिँ त्यहाँ पनि एउटा चाइनिज स्टडिज फ्याकल्टी खोल्ने मेरो विचार छ। पहिले त ल्याङ्ग्वेजै सिक्नु 10 वर्ष भने चाहिँ 92 वर्षमा गएर चाइनिज फ्याकल्टी सिक्ने चाहिँ अमेरिकन, 52 वर्षमा हरिद्वार जाने चाहिँ नेपाली। त्यसले गर्दाखेरि यो नम्बर गेममा कोही पनि नछ भनेको। 72, 77, 73, 84, 86 यो नम्बर गेम भनेको हामी 30 वर्षमा सेलाउँछौँ, कतिपय 30 वर्षमा भेजिटेबल हुन्छौँ, 40 वर्षमा भेजिटेबल हुन्छौँ होइन, र कोही 90, 100 वर्षभन्दा पनि पछि आएर सेन्टिनियल हानेपछि पनि 4.5 जेनेरेसनको सम्वाद गर्नुहुन्छ भने त्योभन्दा ठुलो सम्मान के हुन्छ त उहाँलाई। म यो कारणले मानव अधिकार कर्मीको यो 2.5 जेनेरेसनको तर्फबाट चाहिँ म विशेष सम्मान जारी गर्दछु। र अब म अनाडी डाक्टर भएकोले गर्दाखेरि उहाँको उपचार गर्न सक्दिनँ होइन। डा भने पनि अनाडी डाक्टर हो। नाडी डाक्टर भएदेखि म उपचारमा नि संलग्न हुन्थेँ होला। त्यसले गर्दाखेरि उहाँको स्वास्थ्यको कामना मात्रै गर्न सकिन्छ, उपचारै चाहियो भने पनि गर्न सकिँदैन। तर हि इज मेन्टली सो फिट, फिजिकली पनि हि इज सो फिट एक्चुली होइन। त्यसले गर्दा त्यो हिसाबले मलाई विशेष सम्मान गरौँ भन्ने मलाई लाग्छ।